हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी अभिषेक ब्लग्स अनि तपाईँहरूलाई स्वागत छ मेरो भिडियोमा। अहिले चाहिँ हामी पोखरामा छौँ। आज दिउँसो आएको अनि चितवनबाट पोखरा आएको अनि आउँदाखेरि चाहिँ भिडियो बनाइएन, बाटो पनि हल्का उ थियो खराब थियो अनि आएर रुमसुम लिगेर खोजेर अनि हामी पोखरा आउनु पर्यो है, पोखरा अनि रुमसुम खोजेर अनि फ्रेसेस भएर अनि हामी चाहिँ अहिले निस्केको बाहिर। यता मेरो साथी छ, म त गुरुङलाई भेट्न आएको है। म्याचिस लालाजी Yeah. Why not coconut? Why not coconut? त्यही हो, हामी चाहिँ लेक साइडतिर घुम्दैछौँ। किन न सधैँ पोखरा कस्तो राम्रो छ यार साथी। मैले त नि बिहान नव वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। कस्तो दामी हो। च्वाचे जिउँदै च्वाचे मारिदिएछ। लेक साइडको नाइट भ्यू है, नाइट भ्यू। हामी चाहिँ पुरा लेक साइडतिर आइसक्यो। वाइ नट कोकोनट लालाजी भेट्ने भनेर। लालाजी कहाँ हुनुहुन्छ हाम्रो? लालाजी मिजु लालाजीको डाइलग के अरे मिजु? त्यो साउन्ड इफेक्ट के भनिदिनु न। भाइ उठेन है। थाइल्यान्ड कस्तो भयो? भाइ उठेन रेड कस्तो भयो त नि थाइल्यान्डको जर्नी? थाइल्यान्ड ठिक भएन, भाइ उठेन। अब जापान गयो, जापान रेड बुल खाएर गएपछि भाइ उठ्सक्यो। कस्तो भाइ हो र? गाडा पर्छ कि है हजुर? वाइ नट कोकोनट कसम झिलिमिली हो कि काठमाडौँतिर चाहिँ अलिकति गाह्रो हुन्छ यस्तो भाइहरू लिनलाई। नयाँ वर्षमा है काठमाडौँतिर यस्तो भिडभाड हुन्छ, पोखरामा चाहिँ कति चिल के है। आमा खुल्ला के पुरै अब सबै आफ्नै दुनियाँमा के झिलिली लगे हेर न आमा तिहार आ जस्तो। ओ साथी पैसा दिनु पर्दैन, तिमी युट्युबर भएर त्यस्तो भन्नुहुन्न यार। तर मैले दिन्थेँ कि है, मसँग पैसा नभएर, खोला नभएर मात्रै म दिन्थेँ। अनलाइनमा हो यार, के गर्नु अहिले जाउन अनलाइन त हो नि। बस पुरानोदेखि निकालिदिने क्या मिन्छु यस्तरी के। ओ मिजु बाजा बजे त थाल थाम्दानी हो कि होइन? नाच्ने होइन क्या, थाल थाम्दानी के। के भयो त अनि? मिठो पाउँछ। जाम न जाम हो होइन, थाम्दानी हो म त। रोस्ट मात्र ओन्ली रोस्ट। ऊ साथीहरू थाप्न जानलाई रेडी भइसक्यो दुईजना। लेक साइड छिर्यो फाइनली। लेक साइड त्यो हो उतै डाँडो अहिले देखिन्न होला होइन? केमा देखिन्छ होला? वाइ नट कोकोनट कन्सर्ट हो कि के हो? खुल्ला रहेछ नि त, भोलि सबिन राई हो कि? भोलि सबिन राई आउँदै हुनुहुन्छ, त्यसैले
वाइनट कोकोनट लालाजी नाच्देऊ ए भिडियो बनाउने नै यस्तै बेला हो कि बस वाइनट कोकोनट धरेन्द्र नंदिनी विलास बंधु बंधुरस्फुरत दिगंत संतति प्रमोदमान मानसे पाकटाक्ष धोरणे निरुद्ध दुर्धरापदि दिगंबरे मनु विनोदमे वस्तुनि भुजंग पिंगल पुरस्फण मणि प्रभाकदंब कुंकुमद्रवस्त्रलिप्त दिव्यमुखे कंध सिंधुरस्फुरत वाइनट कोकोनट लालाजी तिमी लालाजी लालाजी पोखरामा छ ए लालाजी वाइनट कोकोनट ठ्याक्कै भेट्ने अहिले अनि टी सर्ट किन्न आएको बस नाइट भ्यू लेक साइड वाई नॉट कोकोनट सिप 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 आजा मेरी ककड़ी तुझे कैसी धन्यवाद खोइ त त्यो मान्छे मटका चाहिँ खाना चितवनदेखिबाट आएको है म चितवनदेखिबाट है चितवनदेखिबाट के खाना अरे साथी तिमी मटका चिया ए ल खाइदेऊ ल ल ल ल ल ए बाहिर बाहिर हान यो अन्त मेरो जुन भेनी हान न रिभ्यू 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 यति मिठो छ कि भन्नै भयो मैले दमोलीमा होइन दमोलीमा क्यापाचिनो खाँदा झन् त्यति मिठो छैन कि मटका चियामा त्यति मिठो छ कि दामी दामी ल मन चेक गर्छु एकचोटि हो साथी हो तिमीले भने ठिक हो ल अब यहाँ चिया सिया खान्छौँ उता साथीहरू चटपट लिनु गानु भएको छ यहाँ दिदीले बनाइदिनु भएको चिया रक लाएर अब चिया सिया खाने अनि हामी रुमतिर चल्दिने हो तिमीलाई पनि म बिर्सिदिन्छु मुटु भए जति सबै माया दिए बढी भएछ तिमीलाई पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख बुझाउन खोज्दैछु मरेका तिमी मनमै बस्नु है तिमी हुँदा त हराउने हो
गुड मर्निङ फ्रम पोखरा. गुड मर्निङ एभ्री वान, गुड मर्निङ. यो चाहिँ पोखराको मर्निङ भ्यू हो हामी बसेको होटलबाट. सो अनि हामी चाहिँ हिजो लेक साइड गयो अनि त्यसपछि त्यहाँबाट आएर एकछिन रमाइलो गऱ्यो साथीहरू बसेर गीत गायौँ. हल्का त्यो क्लिपहरू पनि छ अगाडि. अनि त्यसपछि हामी चाहिँ सुतेर उठेर अनि केटाहरू चाहिँ भित्र रेडी हुँदैछ. अनि अब चाहिँ हाम्रो मन्दिर जाने भन्ने कुरा छ. सो त्यही हो, अब हामी रेडी भएर मन्दिर जान्छ होला. अनि फेरि मन्दिरमा गएर भेट्नुपर्छ. अनि त्यसपछि मन्दिर गएर अनि आएर अनि फेरि हामी माथि निस्किनु पर्ने हुन्छ. सो त्यही हो, अब मन्दिर गएर भेटौँला है त गाइस. लेक साइड फाइनली. हिमाल कस्तो दामी देखेछ यार. पोखराको लेक साइडमा केटीहरू राम्रो देख्छन् कि भनेर आइयो बोट खेल्नलाई. देख्दै केटी भन्दा पनि साथै बरु भ्यू चाहिँ सही देखियो कि मस्त. अभिषेकले भनेको यो केटी राम्रो देख्छ कि भनेर मलाई बोकेर आएको है. म सुतिरहेको मान्छेले बिहान उठाएर कहाँ देख्छ त नि आँखा हो. कृष्ण झै झिक्यो नि त. ल कृष्ण झै ट्राई गर न यसरी जुत्ता मात्रै आयो. आइसक्यो थाल्नु क्या छोडिदिनु क्या आइसक्यो. के झोला रेडी गर है साथी. एउटा माछा टिप्छु म. ढुङ्गा मात्रै आउँछ हातमा. आफै पेल्ने होला नि साथीहरू हेर्नुहोस्. साथीहरू त नि मलाई हिजो भिडियो पठाइरहेको थियो. माछा हो नि है हाम्रो साथी. के लाएपछि हाम फाल्नु पऱ्यो एकचोटि. आम्बाल ल जाओस्. अस्ति नै के अरे एउटा रुखके के अरे सेतै थियो अनि त्यहाँको त्यो मैले त भने हो तपाईँलाई नारायणको बोटले लानु. ओके है हामी कहाँ पुगिसक्थ्यो होला. अझ पिजे भनेको We are in Thailand. Why not coconut? यता हेर न माछा. यहीँ छ.
गोरा आगे म चाहिँ चिया पनि चबाएर खाने मान्छे हो होइन साथीहरू चिन्दै गर्नु होला कहिले कहिले यस्तो घरमा मिठो मिठो चिया बनाउनु भयो भने मलाई सम्झनु होला हजुरको चिया पनि खाएर निलेर पेटमा मलाई सम्झिने छु धेरै धेरै माया धन्यवाद